टु माई भ्लग। यहाँ हाम्रो धनाजीले चाहिँ पुरै जागर चलाउँछ। नेपालबाट आएर चाहिँ यस्तो जागरिलो भएको छ कि के भन्नु र खै। पुरै मकै रोपिरहेको छ। आलु पनि हेर्नु कत्रो कत्रो बढाएर फुलिरहेको छ। अनि आलु यहाँ चाहिँ टमाटर पनि छ गोडेर। यो चाहिँ हामीले काम सकेर आएर बारी बनाएर रोपेको है। हेर्नु यो गाईहरू यहाँ चाहिँ यति धेरै खेती गरेछ नि। हाम्रो खोर्सानी फल्यो। काँक्रा आलु हेर्नु न यहाँ। ओ गाईहरू आलु चाहिँ कति ठुल्ठुलो क्या। पुरै आलु यहाँ त लास्टै फुल्दो रहेछ। नेपालमा त यति साह्रो फुलेको देखेको थिइनँ। थाङ्गा दिँदैछन्। यही हाम्रो खोर्सानी फल्यो। खै मैले त मेउन खोज्छु भनेर किनेको किन त। मेउन खोजेको बिरुवा दे भनेर किनेको किन्न त। यो चाहिँ करेला। यो चाहिँ फर्सी। मकै हेर्नु कति ठुल्ठुलो भइसकेको छ। फर्सी यहाँ त फुल्न पनि थालिसकेको छ। फर्सी टन्नै छ। पछि चाहिँ फर्सी चाहिँ ठुलो भएपछि फर्सीको मुन्टा खाने सब्जी भनेर रोपेको गाईहरू। मकै हेर्नु कस्तो राम्रो भएको छ। आलु कति ठुल्ठुलो बोट छ है आलुको। हेर्नु त यति ठुल्ठुलो बोट छ। तर हौसेको छ। फल चाहिँ छ कि छैन थाहा छैन है। धनियाँ साथीहरूले रोपेको। ओइ काँक्रा हेर न कस्तो मजाले फल्नु थालेछ। काँक्रा कसरी देखाउनु पर्छ अरे फल्यो भने। हेलो गाईहरू धनियाँ चाहिँ साथीहरूले रोपेको है। यहाँ रायो साग पनि छ। रायो साग चाहिँ फुलाइसक्यो। साथीहरूले रोपेको। हामीले चाहिँ यता रोपेको। लट्टे पनि उम्रेको छ। हाम्रो बारी चाहिँ यता छ। यहाँ पनि सब्जीहरू पुरै। कसले रोपेको र धनाइ फापोङ। हाम्रो यहाँ चाहिँ आलु रोपेको छौँ। अनि यहाँ चाहिँ लट्टे साग टन्नै उम्रेको छ। ओइ लट्टे साग त टन्नै छ यार। यहाँ पनि टन्नै उम्रिँदैछ हाम्रो लट्टे। अनि हामीले काँक्रा पनि रोपेको छौँ। यो काँक्रालाई चाहिँ थाङ्रा चाहिरहेछ। अब थाङ्रा के लगाइदिने होला। यहाँ चाहिँ ओहो यहाँ त कति धेरै फल्नु थालेछ काँक्रा। वाउ के हो पुरै त। 2टा 3टा 4 5 6 7 वटा आएर छ त नि। आमा धना फर्सी कति धेरै लागेको हेर न। ए फर्सी कति धेरै। ल गाईहरू तपाईँहरू पनि आउनु होला। यहाँ चाहिँ भटमास पनि रोपेको छ। अनि यहाँ टमाटर। हाम्रो खरबुजा पनि छ होइन। यहाँ चाहिँ लट्टे छ। मैले सिस्नो हानेको। सिस्नोको बिउ नेपालबाट गोजीमा लुकाइ लिएको। लास्टमा त हानेको। उम्रेन। लट्टे त किन होस् न त्यतिकै। मुन्टा मात्रै टिप्दै खानु क्या। हेर्नु गाईहरू हाम्रो चाहिँ आयो। तर सबै किराले खाएर दामी आएको थियो तर सबै किराले खायो। ए यो फुल त बिउ हुन्थ्यो नि है दिदी। यतिकै राख्यो भने त है। अनि आलु चाहिँ त्यहाँ रोपेको छौँ। तपाईँहरूलाई हाम्रो सानो करेसाबारी हाम्रो काम सकेर चाहिँ यहाँ आएर यसरी रोपेर हुर्काएर अनि पानी लाएर त्यस्तो गर्छौँ। ल बाई बाई। हाम्रो सानो मिनी भ्लग। हामीले चाहिँ रायो साग टिपेर यस्तो बनाउँछौँ। सबै फुलिरहेको छ आलु। यो चाहिँ सब्जीमा पानी हाल्ने कार्य भइरहेछ। सब्जीहरूमा पाइपबाट हाल्दैछ साथीले। पाइपबाट पानी हाल्दैछ। मकै कम्ती राम्रो भएको छ। बाई बाई सबैजनालाई। आजलाई यति नै है।